बुझ्यौ कसले तिमीहरूको गाली सारा गरेछ मैले न ऋण खाएको छु तिमीहरूले मलाई गाली गरेका छौ माथि आएर तिमीहरूको बाउ भेगुता महासाले खाथ्यो तिमीहरूको बाउ भेगुतावाला महासाले कला भेगुता भनेका हौ आफ्नो बाउलाई गएर भेगुता भन महासाले मान्छे कहिले भेगुता हुन्छ तिमीहरूलाई रिस उठाउने जे पाए उही नाम गर्छौ हा मान्छेलाई इज्जत गर्न आउँदैन 50 वर्षको एउटा मेचर मान्छेलाई ठीक छ मैले दाइ तिमीहरूको केही यही खाइदिएको लाइफमा छु फुल ठोकिहाल्नु मैले तिमीहरूको केही खाइदिएको छु साले ऋण खाइदिएको छु मैले केही टिकटकमा आफै डान्स गरेर भाइरल भएको मान्छे हौ तिमीहरूका चाहिँ दिदी बहिनीका पोस्टर राखेर साला अर्काको लास कुदाएर शङ्ख फुकेर चाहिँ नपरो भाइरल भएको व्यक्ति होइन म बुझ्यौ आफ्नै एउटा खुट्टो उचालेर नाचेर आफ्नै बोली भाषाबाट चाहिँ नपरो भाइरल भएको व्यक्ति हुँ त्यही भएर माइला दाइलाई गाली नगराउ क्या 2-4वटा जाबा आइडी गएर के हुन्छ आइडी त किनेर ल्याउँछु मैले 40 लेभलका आइडी पनि 1 लाख 1.5 लाख खर्च गरे आउँछन् के भयो ल्याइन्छ आइडी फेरि अर्का चलाइन्छ नयाँ आइडी बिना कोही अड्किया छ आएसम्म संसारमा जान देऊ न आइडी यो फेस त बिकिया छ नि त सकिया के भयो यो फेस त चर्चित छ नि त 500-700 मान्छे उतिखेर बिहान आइडी थिएन अहिले आइहाले होइन यता सुरत छ उता हामी छौँ अरू छन् त्यही भएर गाली गर्ने काम नगर है केटा भेगुता सेगुता नबन्ने गर बुझ्यौ एउटा आफ्नो उमेरको पनि लिहाजा गर्नुपर्छ कि ठिक छ कमेन्टमा आएर त्यो यार मासतिरै बसेर गाली गरिया छौ यार टिकटक भनेको सबै जोडिने सबै खेल्ने सबै मिल्ने सबै रमाइलो गर्ने ठाउँ हो यहाँ कुनै एउटा ग्रुप हुँदैन सबै हामी नेपाली हौ हामी एउटै बगैँचाका फुलमा एउटै ठुङ्गा फुलका 100 ठुङ्गा फुलका हामी एउटै मेला नेपाली हामी सबै नेपाली हौ त्यसरी बुझ्नु पर्छ केही गलत गरिया छ भने त्यसलाई सुधार्दै जानी गरिया छ भने त्यसलाई सुधार्दै जानी गरिया छ भने त्यसलाई सुधार्दै जानी मबाट पनि केही गल्ती सुधार्दै जाने अगाडि बढ्दै जाने गर्ने हो के केटा यदि टिकटकमै म नबस्ने या त म भाइरल किन हुन्थे र म टिकटकमा बस्ने भनेर त भाइरल भएको नि त छ मेरो चलिरहेको छ के भएको छ स्टाफले गरिरहेका छन् म पनि जान्छु 2-4 घण्टा फाल्टु टाइममा बस्छु जसलाई सबैले चिन्छन् त्यही मान्छे त अगर लाइभ होस्टर बन्ने अरू को बन्छ र नयाँ तिम्रो भर्खर आएका युजरहरू बन्ने लाइभ होस्टर अनि हामीलाई मेटाएर पनि भाइ हो तिम्रो छ नि कतै न कतै कसैलाई जोडिएर भ्युज तान्न मिलेको छ कसैलाई जोडिएर फलोअर्स बढाउन मिलेको छ कोही चाहिँ भाइरल भएका छन् कसैले कमाइ खाने भाँडो बनाएका छन् कसैले युट्युबमा सम्म क्लिपहरू चाहिँ नपर काटेर लगेर हालेका छन् कतिले फाइदा ल्याएका छन् महिला दाइबाट ल भन त केटा अनि त्यही दाइलाई गाली गर्छौ साला दुध दिने चाहिँ नपर गाईलाई चाहिँ नपर डन्डाले हानेपछि अनि दुध दिन्छ भन त गाईलाई त घाँस हाल्न पर्यो स्याहार गर्नु पर्यो नि त सर मेरो चाहिँ 1 वर्ष लास कुदाए पनि उसले मलाई ल्याउन सक्दैन म नचाहने हो बुझ्यौ मैले नचाहने भने सुरतले के तिम्रो पुरै टिकटकका एकतिर भए पनि मेरो केही बाल पनि मेरो भाका गर्न सक्दैन बुझ्यौ मैले चाहने हो भने म त्यस्तो व्यक्ति म झुक्दिनँ नि कसैसित फेरि लास त मेरा कुदिरहेको छ अहिले पनि त्यहाँ कता कता कुदाएछन् केटाहरू के हुन्छ लास कुदाएर सँग पुगेर के हुन्छ म जानेरै आएको यहाँ माइललाई डराएर आऊ अथवा सुरतले पेलेर ल्याऊ त्यो नसोचे केटा त्यो होइन म नचाहने भने सुरतले मलाई त ल्याउनै सक्दैन त्यस्तो त्यस्तो गाली गर्ने काम नगर केटा होइन मैले त्यस्तो केही यो अरूको कुरा सुन्न थाल्नु भने जुन पहिला तपाईँ कसैको कुरा सुन्नुहुन्न थियो एउटा ऊ थियो होइन एउटा कोहीसँग ऊ नगर्ने आफू गल्ती नगर्ने त्यस्तो थियो क्या पछिल्लो टाइममा तपाईँलाई खेलाउन थाले क्या 2-3 जना मान्छेले फोन गर्ने यसो गर उसो गर यसो गर उसो गर भनेर तपाईँलाई नचाहे क्या तपाईँ ननाटी भन्नु मनमा हात राखेर भन्नु नचाहे